नेपाल धितोपत्र बोर्डले सम्पूर्ण प्रक्रिया पूरा गरेको विभिन्न कम्पनीहरूलाई आइपिओ सेयर निष्कासन गर्न अनुमति दिइरहेको छ। यसै अन्तरालमा फेरि एउटा अर्को नयाँ कम्पनीले सर्वसाधारण माझमा आइपिओ सेयर निष्कासन गर्न लागेको छ। साथीहरू, आजको यस भिडियोमा हामीले कुन कम्पनीले आइपिओ सेयर निष्कासन गर्न अनुमति पाएको हो, यस कम्पनीले कति किता आइपिओ सेयर निष्कासन गर्न लागेको छ, त्यसैगरी यस कम्पनीको आइपिओमा आवेदन दिन के कति पैसा लाग्न जानेछ, यस कम्पनीको आइपिओमा कसले आवेदन दिन पाउनेछन्, त्यसैगरी यस कम्पनीको आइपिओमा कति किता आवेदन दिँदा उपयुक्त हुनेछ, त्यसैगरी यस कम्पनीको हालको वित्तीय अवस्था के कस्तो रहेको छ र यस कम्पनीसँग रिलेटेड अन्य कुराहरूको बारेमा चर्चा परिचर्चा गर्नेछौँ। यदि तपाईहरू पनि नयाँ कम्पनीको आइपिओको पर्खाइमा हुनुहुन्छ भने यस भिडियोलाई स्किप नगरिकन लास्टसम्म हेरी सम्पूर्ण जानकारी प्राप्त गर्नुहोला। यदि तपाईहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हामीसँग जोडिन र शेयर बजारसँग रिलेटेड नयाँ र ताजा अपडेट हेर्न नछुटाउनको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला, बेल आइकनमा क्लिक गरी अल नोटिफिकेसनलाई पनि सेट गर्नुहोला। हस्त सुरु गरौँ। साथीहरू, नेपाल धितोपत्र बोर्डले रिजलाइन इनर्जी लिमिटेडलाई सर्वसाधारणमा आइपिओ सेयर निष्कासन गर्न 2082 मङ्सिर 22 गते अनुमति प्रदान गरेको थियो, जसअनुसार यस कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा तथा श्रम स्वीकृतिले वैदेशिक रोजगारमा रहेका लगानीकर्ताहरूको लागि यही पुस 13 गतेदेखि आइपिओ सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले जारी पुँजी 1 अर्ब 18 करोड 50 लाखको 20% अर्थात् 26 करोड 7 लाख रुपियाँ बराबरको हुनाहुने कुल 26 लाख 7 हजार किता अङ्कित मूल्य 100 का दरमा आइपिओ सेयर निष्कासन गर्न अनुमति पाएको थियो, जसमध्ये कम्पनीले पहिलो चरणमा जारी पुँजीको 10% अर्थात् 11 करोड 85 लाख रुपियाँ बराबरको हुनाहुने कुल 11 लाख 85 हजार किता आयोजना प्रभावित स्थानीय बासिन्दाहरूको लागि आइपिओ सेयर निष्कासन गर्न लागेको हो। सो सेयर खरिद गर्नका लागि गोर्खा जिल्लाका अजिरकोट गाउँपालिकाको सम्पूर्ण वाडाहरू र लङजुम जिल्लाको दुधपोखरी गाउँपालिकाको वाडा नम्बर 1, 2, 3 तथा दोर्दी गाउँपालिकाको वाडा नम्बर 4, 5 र 6 का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्। यसका साथै सर्वसाधारणका लागि छुट्याइएको आइपिओ सेयरको 10% ले हुनाहुने आइपिओ सेयर अर्थात् 1 करोड 42 लाख 20 हजार रुपियाँ बराबरको हुनाहुने कुल 1 लाख 42 हजार 200 किता अङ्कित मूल्य 100 का दरमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृतिले वैदेशिक रोजगारमा रहेका लगानीकर्ताहरूको लागि आइपिओ सेयर निष्कासन गर्न लागेको हो। त्यसैगरी साथीहरू, यस कम्पनीको आइपिओमा दुवै समूह यानि कि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका लगानीकर्ताहरूले न्यूनतम 10 किताका लागि आवेदन दिनुपर्ने हुन्छ भने अधिकतममा यस कम्पनीको आइपिओमा 50,000 कितासम्मका लागि आवेदन दिन सकिनेछ। त्यसैगरी साथीहरू, अब हामीहरूले बुझ्नेछौँ यस कम्पनीको आइपिओ सेयरमा दुवै समूहका लगानीकर्ताहरूले कहिलेदेखि कहिलेसम्म आवेदन दिन पाउनेछन्। आयोजना प्रभावित स्थानीय बासिन्दाहरूको हकमा भने यस कम्पनीको आइपिओ सेयरमा पुस 13 गतेदेखि पुस 28 गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिमा सम्पूर्ण आइपिओ सेयर बिक्री नभएको खण्डमा माघ 12 गतेसम्म यस कम्पनीको आइपिओ सेयरमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरूले आवेदन दिन पाउनेछन् भने श्रम स्वीकृतिले वैदेशिक रोजगारमा रहेका लगानीकर्ताहरूको हकमा भने छिटोमा पुस 13 गतेदेखि ढिलामा पुस 17 गतेसम्म यस कम्पनीको आइपिओ सेयरमा आवेदन दिइसक्नुपर्ने हुन्छ साथीहरू। त्यसैगरी साथीहरू, रिजलाइन इनर्जी लिमिटेडले आफ्नो आइपिओलाई अङ्कित मूल्य 100 का दरमा आइपिओ सेयर निष्कासन गर्ने भएको हुनाले यस कम्पनीको आइपिओ सेयरमा न्यूनतम 10 किता आवेदन दिनको लागि हामीहरूसँग 1000 रुपियाँ मात्र भए पर्याप्त हुनेछ। साथीहरू, रिजलाइन इनर्जी लिमिटेडले आइपिओ सेयर निष्कासन गर्न गराएको रेटिङमा केयर रेटिङ नेपाल लिमिटेडले यस कम्पनीलाई केयर एनपी BB- इस्युअर रेटिङ प्रदान गरेको छ, जसले यस कम्पनीको दायित्व वहन गर्ने क्षमता मध्यम जोखिम रहेको सङ्केत गर्दछ। त्यसैगरी साथीहरू, यस कम्पनीको हालको वित्तीय अवस्थाको कुरा गर्ने हो भने कम्पनीको जारी पुँजी 1 अर्ब 18 करोड 50 लाख रुपियाँ रहेको छ भने यस कम्पनीको हालको इपिएस यानि कि अर्निङ पर सेयरको कुरा गर्ने हो भने कम्पनीले आइपिओ सेयर निष्कासन गरिराख्दासम्म यस कम्पनीको हालको इपिएस 7 रुपियाँ 92 पैसा रहेको छ भने यस कम्पनीको प्रति सेयर नेटवर्थ 131 रुपियाँ 36 पैसा रहेको छ। त्यसैगरी रिजलाइन इनर्जी लिमिटेडको बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड नियुक्त रहेको छ, यानि कि यस कम्पनीको आइपिओ सेयर निष्कासन तथा बाँडफाँड गर्ने सम्पूर्ण जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडको रहेको छ। त्यसैगरी साथीहरू, रिजलाइन इनर्जी लिमिटेडले सञ्चालन गरेको 9.05 मेगावाटको सुपरचेप जलविद्युत आयोजनाको कुल लागत 2 अर्ब 9 करोड 60 लाख रुपियाँ रहेको छ भने प्रति मेगावाट लागत
23 करोड 16 लाख रुपियाँ रहेको छ। सो जलविद्युत आयोजनाको विद्युतीय अनुमति पत्र 30 वर्ष 11 महिना बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि 7 वर्ष 4 महिना रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि 10 वर्ष 9 महिना रहेको छ। सो जलविद्युत आयोजनाबाट कम्पनीले 2080 माघ 8 गतेदेखि व्यावसायिक उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गरी बिक्री गरिरहेको छ। त्यसैगरी साथीहरू यस कम्पनीको आइपिओ सेयरमा स्थानीय बासिन्दाहरूले रिजलाइन इनर्जी आयोजना कार्यालय गोर्खा, प्रभु क्यापिटल कमलादी, प्रभु ब्याङ्कको छेपेटार र पालुङटार शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यसैगरी श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका सम्पूर्ण लगानीकर्ताहरूले यस कम्पनीको आइपिओ सेयरमा मेरो सेयर एप्लिकेसन मार्फत सजिलै आवेदन दिन सक्नुहुनेछ। साथीहरू यदि तपाईहरू पनि यस कम्पनीको आयोजना प्रभावित तथा स्थानीय बासिन्दामा पर्नुहुन्छ अथवा श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा हुनुहुन्छ भने यस कम्पनीको आइपिओ सेयर भर्न नछुटाउनुहोला। रिजलाइन इनर्जी लिमिटेडले श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका लगानीकर्ताहरूको लागि निष्कासन गर्ने आइपिओमा कुल 14,220 जना भाग्यमानी लगानीकर्ताहरूले 10 किताका दरले यस कम्पनीको आइपिओ सेयर हात पार्न सफल हुनुहुनेछ। त्यसैगरी साथीहरू अर्कोतर्फ भुज्याङ हाइड्रो पावर लिमिटेडले पुस 3 गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका लगानीकर्ताहरूको लागि आइपिओ सेयर निष्कासन तथा बिक्री खुला गरिसकेको छ। यदि तपाईहरूले अझै पनि यस कम्पनीको आइपिओ सेयरमा आवेदन दिनुभएको छैन भने यस कम्पनीको आइपिओ सेयरमा आवेदन दिनुहोला। यस कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरूको लागि कुल 10 लाख किता आइपिओ सेयर निष्कासन गरेको छ भने कम्पनीले वैदेशिक रोजगारमा रहेका लगानीकर्ताहरूको लागि कुल 1 लाख किता अङ्कित मूल्य 100 का दरमा आइपिओ सेयर निष्कासन गरेको छ। त्यसैगरी साथीहरू यस कम्पनीको आइपिओ सेयरमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरूले भने पुस 17 गतेसम्म आवेदन दिन सक्नेछ भने श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका लगानीकर्ताहरूले भने पुस 7 गतेसम्म यस कम्पनीको आइपिओ सेयरमा आवेदन दिइसक्नुपर्ने हुनेछ। साथीहरू यो कम्पनीसँग रिलेटेड विस्तृत रूपमा जानकारी प्राप्त गर्नको लागि आई बटनमा क्लिक गरी हाम्रो अर्को भिडियो हेर्न सक्नुहुनेछ। यसको लिङ्क हामीले डिस्क्रिप्सनमा पनि हालिदिएको छौँ। साथीहरू यदि तपाईहरू पनि यी कम्पनीहरूको आयोजना प्रभावित तथा स्थानीय बासिन्दामा पर्नुहुन्छ अथवा श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा हुनुहुन्छ भने यी कम्पनीहरूको आइपिओ सेयर भर्न नछुटाउनुहोला। यी कम्पनीहरूले थोरै मात्रामा आइपिओ सेयर निष्कासन गरेको भए तापनि यी कम्पनीहरूको आइपिओ सेयरमा पक्कै पनि आवेदन दिनुहोला। त्यसैगरी तपाईहरू अरू कुन कुन कम्पनीको आइपिओहरूको पर्खाइमा हुनुहुन्छ कमेन्ट बक्समा लेखी हामीलाई बताउनुहोला। यस भिडियोलाई लाइक गर्नुहोला, साथीभाइमा सेयर गर्नुहोला, आफ्नो जिज्ञासा कमेन्ट बक्समा ड्रप गर्नुहोला र सेयर बजारसँग रिलेटेड नयाँ र ताजा अपडेट हेर्न नछुटाउनको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला। बेल आइकनमा क्लिक गरी अल नोटिफिकेसनलाई पनि सेट गर्नुहोला। फेरि पनि अर्को भिडियोमा नयाँ अपडेटका साथ उपस्थित हुने नै छौँ। नमस्कार।